नमस्कार साथीहरू, आज म गाईघाटबाट उदयपुर गढीको ऐतिहासिक र रमणीय डाँडासम्मको यात्रा गर्दैछु। आखिर गाईघाटबाट कुन बाटो हुँदै र कसरी पुग्न सकिन्छ त उदयपुर गढी? आउनुस् यो भिडियो मार्फत सबै कुरा सँगै हेरौँ र अनुभव गरौँ कस्तो रहेछ त उदयपुर गढी भनेर। म गाईघाटको गाईचोकबाट मदन भण्डारी राजमार्ग हुँदै पश्चिमतर्फको यात्रामा निस्किसकेको छु। गाईचोकबाट 100 मिटर अगाडि हामी आइसकेपछि उत्तरतर्फ र पश्चिमतर्फ जाने बाटो छ। उत्तरतर्फ खोटाङको दिक्तेलतिर जान्छ, तर म भने सिधै अगाडि बढेर ऐतिहासिक उदयपुर गढीतिर लाग्दैछु। मदन भण्डारी राजमार्ग हुँदै अगाडि बढ्दाखेरिको दृश्यहरू निकै नै मनमोहक छ। टन्टलापुर घाम लागिरहेको छ, आकाश एकदमै खुलेको छ, मौसमले साथ दिएको छ। साथै रोडको दुवैतर्फ धान फलिरहेको छन्। त्यो हरियालीको दृश्यले मन मेरो निकै नै लोभित बनाएको छ। यति राम्रो दृश्य अवलोकन गर्दै अगाडि बढ्दाखेरि बाटो पनि एकदमै राम्रो, बाइक कुदाउन पनि साह्रै मजा आइरहेको थियो। करिब 8-9 किलोमिटर अगाडि बढेपछि म चुवाडे चोकमा आइपुगेँ। यहाँबाट पनि बाटो एकदमै राम्रो छ। यहाँनिर चाहिँ नेपालको झन्डाहरू राखिएको रहेछ, जसले अझ राम्रो बनाएको छ। नेपालीपनलाई पनि झल्काएको छ। म अहिले मदन भण्डारी राजमार्गको चिसापानी भन्ने ठाउँमा आइपुगेको छु। मदन भण्डारी राजमार्ग नेपालको एउटा महत्त्वपूर्ण राजमार्ग हो, जसले काठमाडौँदेखि पूर्वी नेपाललाई जोड्ने एउटा महत्त्वपूर्ण रुटको रूपमा काम गर्दछ। मदन भण्डारी राजमार्गमा पर्ने यो चिसापानी खासै बाक्लो बस्ती त छैन, तर पनि काठमाडौँबाट आउँदाखेरि साना गाडीहरू, इभी, माइक्रो बसहरूको एउटा बिसाउनीको रूपमा चाहिँ चिनिँदो रहेछ। यहाँनिर साइडमा खोला पनि छ। सायद सिन्धुलीको धङधङेले गर्दाखेरि फ्रेस हुनको लागि बस ड्राइभरहरूले भन्दा पनि माइक्रो ड्राइभरहरूले, इभी ड्राइभरहरूले चाहिँ यहाँ रोक्नु हुँदो रहेछ। यहाँनिर 1-2वटा होटल छ जहाँनिर चाहिँ हामीले खाजा नास्ता खान चाहिँ सक्ने रहेछौँ।
गाईघाटबाट 30 किलोमिटर अगाडि गएपछि उदयपुर जिल्लाको अर्को प्रसिद्ध ठाउँ नेपालटार पुगिने रहेछ। बाटो एकदमै राम्रो भएको कारणले गर्दाखेरि मलाई गाईघाटबाट नेपालटार पुग्नको लागि 40 मिनेट लाग्यो। अब मैले पश्चिमतर्फको बाटोलाई छोडेर उत्तरतर्फको बाटोतिर मोडिएँ। उत्तरतर्फको बाटोतिर जाँदा 1 किलोमिटर जति अफरोड बाटो रहेछ। मलाई गाईघाटको हावापानी भन्दा यहाँनेरिको नेपालटारको हावापानी अलिकति चिसो लाग्यो। गाईघाटमा धेरै गर्मी हुन्छ, तर यहाँनेरि चाहिँ जंगलको छेउमा भएर होला मलाई चाहिँ चिसो हावा सरररररर लागेको अनुभूति गरे। यात्रा अगाडि बढाउँदै गर्दाखेरि जंगलको बीचमा नयाँ निर्मित एउटा भ्यू टावर देखे। मलाई यहाँ बसेर रोक्न मन लाग्यो, यहाँको भ्यू हेर्न मन लाग्यो। साह्रै नै राम्रो रहेछ। तपाईहरु पनि यो भ्यू हेर्नुहोला। मैले यहाँको दृश्य हेरेर म त्यसै फेरि बढी जाने निरन्तर मेरो पाइला अगाडि तानिरहँ। हल्का बाटो अफरोड रहेछ। अफरोडमा पनि तर मेरो टिभीएस रोनिङले राम्रै काम दिइरहेछ। टिभीएस रोनिङ राम्रो छ है, अफरोडमा होस् अथवा चाहिँ पिचमा होस् राम्रो छ। उदयपुर गढीको बाटो पनि राम्रो छ, भ्यू पनि राम्रो छ।
चाहिँ कसरी जान्छ यो उदयपुर गढी चाहिँ सेन राजाहरूले पृथ्वीनारायण शाह आउनुभन्दा अगाडि नै 2224 राज्यमा चाहिँ यहाँ सेन राजाहरूले चाहिँ यो वरिपरिको फोर्टहरू कब्जा गरेको थिए। ल अब हामी कस्तो रहेछ म आजबाट हेरेर तपाईँहरूलाई देखाउँछु। यहाँ अलिकति सरसफाइ चाहिँ अघि देखेँ मैले स्ट्रक्चरको अलिक छ, तर अलिकति यहाँ अलिकति सरसफाइ गर्नुपर्ने छ। यहाँ चराको बिस्टाहरू छन्, चराले बिस्टाएको छ। यताउति सुर्ती खायो, नेपालीको बानी कहिले सुर्तिने भएन। यो जाडोले सुर्ती खायो, चुरोट खायो, पुल्का खायो, हालियो। एकदम ऐतिहासिक क्षेत्र हो सेनहरूको चाहिँ। सेन डाइनेस्टी नेपालको पूर्वी भेगमा पर्ने सेन डाइनेस्टीहरूको एउटा मुख्य थलो चाहिँ त्यहाँ छ। तर यहाँबाट भ्यू चाहिँ राम्रो देखिन्छ भन्ने मलाई लाग्दैछ है। आहा हा 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 हा, नेपाल साँच्चीकै ब्युटिफुल। हेर्नुहोस् यहाँ कति राम्रो छ त्यो पाहाड तर हल्का बादल लागेर आज राम्रो देखिन सक्छ, तर एकदमै राम्रो। नेपालमा यस्तो हिडन प्लेसहरू कति छन् एक्सप्लोर गरौँ। नेपालको यस्तो ठाउँहरूलाई चाहिँ प्रमोट गरौँ। जतिजनाले हेरिरहनु भएको छ सक्नुहुन्छ भने आउनु, प्रमोट गरौँ। देयर आर लट्स एन्ड लट्स अफ प्लेसेस। इट्स लाइक ल मैले यस्तो राम्रो दृश्य अवलोकन गरिसकेपछि अब मैले यो भ्यूलाई मन त थिएन तर पनि छोडेर जाँदैछु। तर धेरै पनि आउँछु समय चाहिँ। तर प्लिज यहाँको उसो होटल व्यवस्थापन समितिको यो सरसफाइ चाहिँ गरिदिनु पर्यो। यो यस्तो राम्रो ठाउँमा रिजर्भ गरौँ सकिन भने हामीलाई आफैले हो। अब हामी भनेर यता राम्रो उठ्यो गइरहेको, तर यहाँको स्थानीय बासिन्दालाई चाहिँ मैले प्लिज अपिल गरेँ यस्तो राम्रो ठाउँलाई रिजर्भ गरिदिनु होला। साथसाथै यहाँ जति पनि घुम्न आउनुहुन्छ दर्शकहरू, तपाईँहरूले यसरी खोल चाहिँ यो खाएर यो खोलहरू यसरी नपाल्यो, यसलाई चाहिँ व्यवस्थापन गरेर कति राम्रो छ। थ्याङ्क यू। यो चाहिँ उदयपुर गढी स्थित पञ्चवती माईको चाहिँ मन्दिर रहेछ यहाँ एउटा, त्यसलाई पनि थोरै हामी अवलोकन गर्छौँ। अघि हेरेको ठाउँ भनेको चाहिँ हाम्रो भ्यू टावर, उदयपुरको भ्यू टावर नयाँ निर्मित चाहिँ त्यहाँ छ। त्यसको साइडमै हाम्रो चाहिँ यहाँ मन्दिर छ। यो मन्दिर चाहिँ अब के रहेछ, लेट्स एक्सप्लोर टुगेदर। र यो माताको मन्दिर अगाडि चाहिँ एउटा ठुलो पिपलको रुख रहेछ, यो बरको रुख रहेछ। हाम्रो देवी देवताको अगाडि चाहिँ बर र पिपल सँगै राख्छौँ, त्यस्तै यहाँ पनि जनविश्वास होला। ठुलो बरको रुख देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि मैले जुत्ता चाहिँ खोलिनँ, त्यो पनि यतिकै छिर्दैछु म। यहाँको अवलोकन गरौँ, एकदमै राम्रो छ पनि। गढी उदयपुर गढी चाहिँ सायद यही होला पहिलाको ऐतिहासिक, त्यो चाहिँ पछि बनेको भयो। तर नयाँ पुरानो चाहिँ यही जस्तो लाग्छ, किन भन्दाखेरि यहाँनिर पूजा गर्ने ठाउँहरू छ। फोर्ट भनेपछि केही न केहीले घेर्नु पर्ने थियो, फोर्ट भनेको सायद यही नै होला। अलिकति यता पनि देखाइदिउँ, यतापट्टि देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँनिर मूर्ति छ, ढुङ्गाले ऊ छ है। यो भयो, घन्टी बजाइदिइहालौँ। आएको छु पञ्चवती मन्दिर चाहिँ यही हो। यसपछि यहाँ अर्को ढुङ्गा देख्न सक्नुहुन्छ तपाईँले, मूर्ति। अब यहाँको के छ जनविश्वास चाहिँ मलाई थाहा भएन, तर यसो हेर्दाखेरि मन्दिर राम्रो लाग्दैछ। पञ्चवती ठाउँ यहाँनिर चाहिँ
यतापट्टि रहेछ यसको मेन इन्ट्रान्स आज म अलिकति अफ टाइममा आएको कारणले बन्द होला तर नाइस इट्स गुड जुत्तै लाएर त म छिर्दिनँ तैपनि सबैजनाको मनोकामना इच्छा पुरा होस् यस्तो छ यहाँनिर चाहिँ हाम्रो पिपल अगाडिको चाहिँ बर यहाँनिर चाहिँ पिपल छ बर पिपल चाहिँ जहिले पनि हाम्रो मठ मन्दिरको वरिपरि हुन्छ यसको मतलब चाहिँ बर र पिपलको जस्तो चाहिँ माया होस् भन्ने बुझिन्छ भ्यू पनि यहाँबाट एकदमै राम्रो देखिन्छ एकदमै राम्रो छ तपाईँहरूले देख्न सक्नुहुन्छ हेर्नु होला इन्जोय गर्नु होला लेट्स इन्जोय गाइज र एउटा कुरा तपाईँहरूलाई यो चाहिँ तितेपाती हो तपाईँहरूको टाउको साउको दुखो अथवा नयाँ ठाउँमा जाँदै हुन्छ भने कहिलेकाहीँ एल्टिट्युड सिकनेस लाग्न सक्छ यो तितेपाती सुक्नुभयो भने तपाईँहरूको टाउको दुख्ने अनि अलिकति नयाँ ठाउँमा चाहिँ अलिकति सफोकेसन भएको चाहिँ निको हुन्छ दिस इज कल तितेपाती है तितेपाती हेर्नुहोस् गाइस म चाहिँ अलिकति झुक्के उदयपुर गढी भनेर त्यहीँ भ्यू टावर देखाएको थियो र तर अलिकति अगाडि छ तपाईँहरू पनि नझुक्किनु होला अलिकति अगाडि छ है उदयपुर गढी चाहिँ अलिकति अगाडि छ गाइस म चाहिँ फाइनली उदयपुर गढी आइसकेको छु अघि झुक्के अनि यहाँ टिकट पनि काट्नु पर्ने रहेछ टिकटको चाहिँ एकजनाको 25 रुपियाँ है ल लेट्स गो गढी राम्रो छ जस्तो छ अघि चाहिँ अलिकति म झुक्केँ त्यसको लागि चाहिँ सरी है गाइस म एक्लै थिएँ अनि झुक्केँ मलाई लाग्नु त लाग्दै थियो फट भएपछि अलिकति केही न केही पिछे झुक्नु पर्ने हो तर म झुकिहालेँ तल त्यहीँनिर देखेर झुक्केँ नयाँ ठाउँबाट टेलरै त्यति राम्रो थियो अब फिल्म हेर्ने गाउँ अहिलेको टेलरै त्यस्तो थियो अब फिल्म हेर्नुपर्छ कमन गाइस वाउ such a lovely place हेर्दाखेरि कस्तो राम्रो छ फोर्ट भनेको फोर्ट हो इतिहास भनेको इतिहास हो पहिलाको हाम्रो बाजे पुर्खाहरू बस्नु छ भने तपाईँहरू हेर्दाखेरि कति राम्रो देखिन्छ र यहाँ सुरुमै सेन वंशी राजा श्री उदयचन्द्र सेनको चाहिँ मूर्ति छ तपाईँहरूले देख्न सक्नुहुन्छ मूर्ति इतिहासभित्र छिर्नु लाग्दैछु म चाहिँ यो हाम्रो इतिहास बोलेको ठाउँ साँच्चीकै राम्रो वाउ यो चाहिँ सुरक्षाको हिसाबले तल पनि बस्ने आर्मीहरू कोही आयो भने भुटुटुटु भोटिदिने हो तल बसेर माथिको फट छ वरिपरि किल्ला र मेनली यो फटहरू चाहिँ डाँडाको टुप्पोमा हुने गर्छ किन भन्दाखेरि चाहिँ सैनिकहरू तलबाट आएको पनि थाहा हुने र माथि पोइन्टमा एउटै मात्र समस्या चाहिँ के हुन्थ्यो भन्दाखेरि पानीको सप्लाई चाहिँ अलिकति गाह्रो हुन्थ्यो पहिला हाम्रो नेपालको युद्ध हुँदाखेरि पनि कालापानी होस् अथवा अरू जुनसुकै युद्ध हुँदाखेरि पनि यसरी फोर्ट चाहिँ जहिले पनि डाँडाको माथि बनाइथ्यो त्यो किन भन्दाखेरि माथि भयो भने इनिमीहरू आयो भने देखिन्थ्यो अनि माथिबाट सुट गर्न पनि सजिलो डिफेन्ड आफ्नो टेरिटोरी डिफेन्ड गर्न पनि सजिलो हुन्थ्यो भने समस्या चाहिँ खानेपानीको समस्या हुन्थ्यो खानेकुरालाई चाहिँ कहिलेकाहीँ ब्लकेट गर्यो भने चाहिँ युद्ध जितिन्थ्यो नाला पानीको युद्ध पनि त्यसरी नै जितेको सायद सम्भवतः यो फोर्टमा पनि पृथ्वीनारायण शाहले त्यसरी नै जिते होला। यति राम्रो ऐतिहासिक र रमणीय क्षेत्रको अवलोकन गरिसकेपछि
यहाँ पिङ देखेर पिङ खेलेर मैले यो भिडियोलाई अन्त्य गर्न जाँदैछु। हस्, थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू गाइज, किप सपोर्टिङ, लाइक सेयर एन्ड सब्सक्राइब। Number that you'll ever do. Two can be as bad as one. It's the loneliest number since the number one.